साथीहरू, आज म तपाईलाई एउटा यस्तो कथा सुनाउन गइरहेको छु जुन मेरो मात्र होइन, हामी मध्ये धेरैको साझा व्यथा हो। यो कथा हो अभावमा बितेको बाल्यकाल र सपना पन्छ्याउँदै परदेशिएको एउटा ठिटोको। मलाई अझै सम्झना छ ती दिनहरू जहाँ न त गोजीमा पैसा हुन्थ्यो न त पेटभरि मिठो खानेकुरा। कहिलेकाहीँ त स्कुल जानलाई एउटा राम्रो कापी र कलम किन्न पनि आमाको अनुहार हेर्नु पर्थ्यो। चाडबाड आउँदा नयाँ लुगा फेर्न पाइने आशमा कति रातहरू अनिँदै बित्थे। त्यो बेला लाग्थ्यो सायद यो गरिबी नै हाम्रो भाग्य हो। गाउँका ती भिराला पाखाहरू जहाँ घाँस दाउरा गर्दा हातमा ठेला उठेका हुन्थे। बा आमाले पसिना बगाएर हामीलाई हुर्काउनु भयो। त्यही दुःख देख्न नसकेर एउटा उमेर पुगेपछि मनभरि ठुलो सपना र काँधमा परिवारको भारी बोकेर म परदेश लागे। अब त सबै ठिक हुन्छ, तर परदेश सोचे जस्तो कहाँ हुँदो रहेछ र। यहाँ पैसा त छ, तर त्यो बाल्यकालको शीतल हावा र आमाको हातको कोदोको रोटीको स्वाद कतै छैन। दिनभरि काममा घोटिएर कोठामा फर्किँदा जब एक्लै हुन्छौँ तब लाग्छ हामीले पैसा कमाउन त सक्यौँ, तर कतै न कतै आफ्नै खुसीहरू गुमायौँ कि। आज म जहाँ छु, जस्तो छु, त्यही बाल्यकालको दुःखले मलाई यहाँसम्म ल्याएको हो। यदि तपाईँ पनि म जस्तै परदेशमा हुनुहुन्छ र आफ्नो परिवारको लागि दिनरात खटिनु भएको छ भने नआत्तिनुहोस्। हाम्रो यो पसिनाले पक्कै पनि भोलिको दिन सुनौलो बनाउनेछ हाम्रो भविष्य।